सन्तान यौनी छ, यो यौनीमा सबैको आँखा छ। म सानो बच्चा हुँ भन्दै दाइले भन्दैन, छिमेकीले बहिनी भन्दैन, मामाले भान्जी भन्दैन, बाउले छोरी भन्दैन, अङ्कलले छोरी भन्दैन, समाजले छोरी भन्दैन। म कहाँ जाउँ? मलाई सुरक्षा कसले दिन्छ त? केही बोल्यो भने तिम्रो छोटो लुगाले नै बलात्कार भएको भनिदिन्छ। आमा बाउ दिदी बहिनी दाजुभाइले तेरो छातीको बुबु उफ्रिया थियो भन्छन् हैन? कहाँ हो त हामी सुरक्षित हुने? केटाका आँखा सिधै यही जान्छ हैन? तिम्रो बलात्कारको लिङ्गलाई, तिम्रो बलात्कारको नजरलाई भुइँमा राख, भुइँमा राख। मरिसकेपछि सडकमा आएर बोल्नु भनेको हाम्रो बाध्यता हो। पहिल्यै नै सुरक्षित बना तेरो आँखा र तेरो लिङ्गलाई। यदि फिलिङ्स आउँछ भने मास्टरबेड गरेर झराल, बाथरुममा गएर झराल, होटेलमा गएर झराल, कोठामा गएर झराल, तर झराल। तर 3 वर्षको बच्चालाई बलात्कार नगर। त्यो बच्चाले अहिले आमा भन्न पनि पाउँदैन के? त्यसले मेरो यौनीमा छोयो भन्न पनि चाहँदैन। त्यसलाई यौनी भनेको के हो थाहा छैन। त्यसलाई माथिको बुब्स भनेको के हो थाहा छैन। तिनीहरूलाई चकलेटको लालचमा बोलायो, कोठामा लग्यो, थाहा छ आँखा फुटाएको छ, जिब्रो काटेको छ, शरीरैभरि चुरोटका दबाइएका दागहरू छ। त्यो बच्चाले कति पटक ऐया भन्यो होला? सोच त एकचोटि। कति पटक चिच्चायो होला के त्यो बच्चा? हवसका पुजारी होला, त्यति पनि पुगेन। 3 दिनसम्म त बलात्कार गर्यो होला, किनकि 3 दिनसम्मबाटै हराएको त हो त्यो बच्चा हैन? कतिसम्मको फिलिङ्स हो तिमीहरूको कि कन्ट्रोलै गर्न नसक्ने? चिसो पानी हाल के भित्र, कन्ट्रोल हुन्छ नै। मैले साइन्सबाट भन्दैछु, लजाउनु पर्ने कुरा छैन गाइस। चिसो पानी हाल। तर बच्चालाई बलात्कार नगर, कसैलाई पनि बलात्कार नगर। बलात्कार भनेको अपराध हो, यो या भेजामा घुसा। जोसुकै होस्, दिदी बहिनी भनेपछि खुट्टामा ढोकर। हामीलाई दसैँ आउँदा, तिहार आउँदा हामीलाई लक्ष्मी बनाउनु पर्दैन, दुर्गा बनाउनु पनि पर्दैन। हामीलाई इज्जतले बाँच्न दे, स्वतन्त्रपूर्वक बाँच्न दे। हामी हिँडेको गल्लीलाई सुरक्षित बनाइदे। कतै दिदी बहिनी देखेको छ भने छोड्न जा राति। रेस्पेक्ट गर। तेरो घरको दिदी बहिनीलाई जति गर्छस् बाहिर पनि त्यति नै गर। बस हामीलाई चाहिएको यति हो। हामीलाई पुज्नु पर्दैन के भाइ दाइहरू, हामीलाई पुज्नु पर्दैन यार।